ल अङ्कल के छ त कहाँ आउनुभएको तपाईँ मनमोहन पार्क भन्ने बिर्सिन्छ कस्तो लाग्यो त तपाईँलाई यो मनमोहन पार्क ठिकै लाग्यो राम्रै लाग्यो काठमाडौँको भ्यू देख्छ अरे भनेर आएको काठमाडौँ भ्यू चाहिँ पुरै बन्द गणेश मान सिंहको चाहिँ उ त्यहाँ रहेछ उ त्यो हामी त्यहाँ गएर आएको त्यही रहेछ त्यो हरियो ड्रम राखिरहेको छ नि तलपट्टि त्यो रातो बाटोको छेउमा हो त्यो चाहिँ गणेश मान सिंह पार्क ल अब हामी आइसक्यौँ भने त अरू के खाने त सल्लाहको त्यो के अरे यस्तो यस्तो रहेछ नि त्यस्तोमा खानु पर्यो हुन्छ अरे नि त अभिषेक तिमी कहाँ गयो कहाँ घुम्न मलाई के थाहा ठाउँै थाहा छैन ठाउँै थाहा नभए आएको तिमी ल आन्टी तपाईँ के कहाँ आउनुभएको त अहिले कस्तो लाग्यो त कस्तो लाग्यो त तपाईँलाई मनमोहन पार्क बवाल लाग्यो अब के गर्नुहुन्छ अब यहाँ अब यहाँ टिकटक बनाउने फोटो खिच्ने भिडियो बनाउने नाच्ने गाउने अनि खानापिना बनाएर ल्याएको छ त्यही खाने परिवारसँग आउँदा चाहिँ कस्तो एकदम रमाइलो हुँदो रहेछ हो परिवारसँग रमाइलो कि यहाँ तपाईँले के देख्नुभयो परिवारसँग आउँदा नि रमाइलो दुईजना गर्लफ्रेन्ड बोयफ्रेन्ड आउँदा झन् रमाइलो एकान्त छ होइन देख्दैन छ भने हामी त फेरि बुढाबुढी भए है ल आन्टीहरूको सजेसन सुन्नु होला तपाईँहरूले जोडी हुनुहुन्छ भने उहाँले भन्नुभएको यहाँ एकान्त ठाउँ छ नि बाटोमा पनि थाहा हुन्न है बाटोमा पनि थाहा हुन्न ल म यस्तो देखाउनु गएँ है त तल अब यो चाहिँ यता हामी यसलाई चाहिँ यो के अरे मनमोहन पार्क भन्दो रहेछ अनि हामी तर आउने बेलामा चाहिँ एकदमै टाढा लाग्यो हामीलाई चाहिँ उता वनस्थलीबाट आउने काठमाडौँतिर आउनेलाई पनि एकदमै टाढा अनि यो ललितपुरबाट आउनेलाई पनि त्यत्तिकै टाढा अनि स्कुटर ल्याउँदै हुनुहुन्छ भने चाहिँ अलि राम्रो स्कुटर धान्ने स्कुटर भए ल्याउनु होला नभए स्कुटर चाहिँ तलै राखेर आउनुपर्ने अवस्था हुँदो रहेछ मेरो स्कुटर चाहिँ बल्ल धान्यो नभए चाहिँ स्कुटरले चाहिँ खासै धान्दैन रहेछ एकदमै कच्ची बाटो छ एकदम अफ रोड छ एकदमै टाढा छ एकदमै सुनसान छ तपाईँले कता हो भने त कसैलाई सोध्न पनि पाउनु हुँदैन त्यो चाहिँ सम्झिनु होला यहाँ आउने बेलामा यसरी फोहोर चाहिँ नफालिदिनु होला यस्तो फोहोरहरू देखिरहेछौँ हामीले अब यो चाहिँ भयो मनमोहन पार्क यो चाहिँ हाम्रो मनमोहन पार्क रहेको छ यहाँबाट चाहिँ भ्यूहरू देख्न सक्नुहुन्छ तपाईँले होइन अहिले चाहिँ अलि एयर पल्युसन घट तर एयर पल्युसन त देखिरहेछ तर भ्यू चाहिँ तपाईँले देख्नुहुन्छ होइन एकदम मजाले यहाँबाट चाहिँ तपाईँले देख्न सक्नुहुन्छ सबै सहरहरू देख्न सक्नुहुन्छ होइन यहाँ त्यस्तो छ फोहोरहरू हेर कति अरे यस्तो फोहोर चाहिँ गर्नु भएन होइन यस्तो फोहोर चाहिँ गर्नु भएन